विशेष गरी जुन अहिले एआई बेस इन्टिग्रेटेड पर्मिट सिस्टमको जुन कुरा आयो, यो माथि आज हामीले विस्तृत रूपमा विशेष टुरिज्म स्टेक होल्डरसँग बातचित गऱ्यौँ र उहाँलाई हामीले प्रश्न गरेका छौँ कि यो जुन चाहिँ एउटा खाली चेकपोस्ट म्यानेजमेन्ट यो गर्ने मात्र हो, जजले पनि गर्छ र आज यसले गर्छ भनेको छैन हामीले, अनि यो कसैलाई दिएको पनि छैन हामीले। तर यो एउटा प्रस्ताव हो हाम्रो कि हामी चाहिँ अब अनलाइन पर्मिट सिस्टम गरौँ भन्ने हाम्रो एउटा प्रस्ताव हो। दिस इज आवर प्रपोजल हो र यसलाई चाहिँ क्याबिनेटले डिसिसन गरे, यसलाई चाहिँ हामी स्टेक होल्डर्ससँग लगेर यसलाई हामी उहाँहरूको पनि सजेसन लिएर कस्तो प्रकारले गर्ने भन्ने कुरा हो। र आज म तपाईँलाई भन्न चाहन्छु किन चाहिँ यो गर्नु पर्यो भन्दाखेरि चाहिँ यो चेकपोस्ट म्यानेजमेन्ट सिस्टम, ट्राफिक म्यानेजमेन्ट सिस्टम किन गर्नु पर्यो भन्दाखेरि चाहिँ किन हाम्रो टुरिस्ट स्पट छ तर त्यसमा हाम्रो म्यानेजमेन्ट छैन, कति गाडी जाँदैछ के जाँदैछ र गए 2025 को आँकडा अनुसार करिब 15,68,415 टुरिस्टहरू नथुला गए। अब तपाईँले त्यसको हिसाबमा तपाईँले जोड्नुहोस्, पर पर्सन 200 रुपियाँ हो, 200 रुपिस हो पर पर्सन, 200 रुपियाँ हो। अनि 200 रुपियाँकै हिसाबले जोड्यो भने पनि करिब 31 करोड रुपियाँ हुन्छ, 31 करोड रुपियाँ हुन्छ। तर सरकारको रेभिन्यूमा आयो खालि 3 करोड मात्रै, 3 करोड भन्दा केही आयो, त्यो त्यति मात्रै आयो। त्यसले गर्दाखेरि अब यत्रो तपाईँको 77% जस्तो चाहिँ आज सरकारको रेभिन्यू लसेस छ अनि तपाईँको 33% मात्रै हाम्रोमा आउँदैछ भनेदेखि यो कसरी चाहिँ हामीले म्यानेज गर्ने, यसलाई चाहिँ कसरी चाहिँ हामीले यो जुन रेभिन्यू लस यसलाई चाहिँ कसरी बन्द गर्ने भन्दाखेरि हाम्रो सबैभन्दा तपाईँको के अरे सबैभन्दा इजी सिस्टम चाहिँ हो यसलाई अनलाइन पर्मिट गरौँ। तर अनलाइन पर्मिट चाहिँ कसले दिने, कसको पावर हो त यो भन्दाखेरि अनलाइन पर्मिट थ्रु दि टुरिज्म डिपार्टमेन्ट, जो चाहिँ सिक्किम भित्रको सिक्किममै हाम्रो जति पनि छ हाम्रो ट्राभल एजेन्सीहरू छ, यानि तपाईँको टुर ओपरेटर्सहरू छ जसले टुर ओपरेट गर्छ, उनीहरूलाई मात्रै जो चाहिँ सिक्किम टुरिज्म डिपार्टमेन्टमा जो रेजिस्टर भएको हाम्रो जो चाहिँ टुर ओपरेटर्सहरू छ या त ट्राभल एजेन्ट्सहरू छ उनीहरूलाई मात्रै त्यो ओपरेट गर्ने तपाईँको उनीहरूले मात्रै पर्मिसन पाउँछ। किनभने जब रेजिस्टर भएपछि हामी तपाईँको उहाँहरूलाई युजर नेम अनि पासवर्ड हुनेलाई हामी दिन्छौँ र उहाँहरूले टुरिज्म डिपार्टमेन्टसँग उहाँहरूको जति पनि कुन टुरिस्ट आउँदैछ कस्तो एकदम सिम्पल प्रकारले खालि गाडीको नम्बर लगाऊ, टुरिस्टको नाम लगाऊ अनि पर्मिटको लागि टुरिज्म डिपार्टमेन्टमा एप्लाई गर, टुरिज्म डिपार्टमेन्टले उनीहरूले इमिडिएटली अनलाइनमा उनीहरूलाई पर्मिट इस्यु गरिदिन्छ। अनि जुन कुरा आयो जुन चाहिँ आज हामीले जुन यो पहिला 200 रुपियाँ थियो आज गाडीको हिसाबले गर्दैछ भने यो तपाईँको हर राज्यमा हर देशमा कुनै पनि टुरिस्ट स्पटमा या कुनै पनि है मतलब ठाउँमा जाँदाखेरि हामीले पैसा फी तिर्नै पर्छ, हामीले पेमेन्ट गर्नै पर्छ। तर हामीले एउटा गाडीको हिसाबमा गर्दैछ हामीलाई गाडी ट्र्याक गर्न सजिलो हुन्छ त्यो हिसाबमा। तर यो जति पनि तिर्नुपर्ने रकम सिक्किमेले कसैले पनि तिर्नु पर्दैन, न त टुर ओपरेटरले तिर्नुपर्छ, न त ट्राभल एजेन्सीले तिर्नुपर्छ, न त होटेलले तिर्नुपर्छ, न त ड्राइभरले तिर्नुपर्छ, न त गाडीको मालिकले तिर्नुपर्छ, कसैले तिर्नु पर्दैन। त्यो त टुरिस्टबाट लिने रकम हो नि, टुरिस्टबाट लिने रकम हो। अनि यो टुरिस्टले जब चाहिँ ट्राभल एजेन्टहरूलाई या टुर ओपरेटरहरूलाई कन्ट्याक्ट गरेर जब भनेपछि टुर ओपरेटरको मार्फत मात्रै उनीहरूले पर्मिट पाउँछ। टुरिज्म डिपार्टमेन्टले जब त्यो पर्मिट दिन्छ तर टुर ओपरेटरलाई दिन्छ, ट्राभल एजेन्टलाई दिन्छ अनि ट्राभल एजेन्ट अनि टुर ओपरेटरले त्यो चाहिँ तपाईँको उसको जो कस्टमर छ जो टुरिस्ट छ उनीहरूकोमा पठाइदिन्छ।